फिल्मको सन्दर्भमा चाहिँ फिल्मको विषय फिल्मको चाहिँ सन्दर्भ त्यसबारे थाहा पाइहाल्छ हामीले हामी किनभने हामी के थाहा पाउनु भएको छ तपाईँले चाहिँ यो फिल्मको बारेमा किनभने हामी चाहिँ अब म भनौँ भने 17-18 वर्षदेखि चाहिँ राजनीतिक आन्दोलनमा सामाजिक आन्दोलनमा लागेको मान्छे सामाजिक आन्दोलन राजनीतिक आन्दोलन भनेको के भने समाज विज्ञानको चाहिँ सामाजिक व्यवस्थाको चाहिँ त्यसले अनेक थरी कोणबाट चाहिँ चिरफार गर्ने चाहिँ चिज हो त्यो चाहिँ त्यसरी गर्नुपर्ने हुन्छ कि त्यसो हुँदा थाहा पाइन्छ केही मैले चाहिँ यो वसन्तको बारेमा सुनेको छु यो जात व्यवस्था विरोधी अथवा जात व्यवस्थाको पक्षधर मान्छेहरू होइन तिनीहरूले चाहिँ चर्चा गरे अनुसार चाहिँ यो चाहिँ अब प्रकाश सपुत भन्ने भाइले बनाएर छ यो फिल्म होइन उनी अहिले चर्चामा पनि छ होइन प्रकाश सपुतले चाहिँ योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी फिल्म बनाए यसरी किन बनाए जात व्यवस्थामा आधारित फिल्म बनाउनु पाइन्छ पहिला त उनको राम्ररी चल्यो यसपालि चाहिँ अगाडि त उहाँले बनाउनु भयो होइन उहाँ खेल्नु मात्रै भयो त्यसमा यो चाहिँ उहाँले बनाउनु भयो यसमा पनि चाहिँ उनले चाहिँ जात व्यवस्थामै आधारित आफैले चाहिँ बनाएर यो चाहिँ यसरी बनाउनु हुँदैन थियो भन्ने खालको चाहिँ अब कलाकारिता सेक्टरको मान्छे अथवा यो फिल्म लाइनको मान्छेहरू पनि धेरैले त्यस्तो भनेको सुनेको पाइयो फिल्म बनाउनु हुँदैन उनले जात व्यवस्था आधारित फिल्म बनायो यसकारण भनेर विरोध गर्ने कुरा चाहिँ भेट्यो प्रकाश सपुतको अलि वसन्त भन्ने फिल्म चाहिँ केपी ओलीको कारणले पनि चलेन भनेर चाहिँ त्यहाँ चाहिँ चर्चा गरे मान्छेहरूले हेर्नुहोस् है किनभने केपी ओलीको गुणगान गाए प्रकाश सपुतले त्यो फिल्म के सो गर्ने दिनमा प्रिमियर सोको दिनमा कहिले हो होइन एकदमै गुणगान गाएको हुनाले चाहिँ केपी ओली कुनै अर्को कार्यक्रम उहाँले बोल्नु भयो हजुर कुनै अर्को कार्यक्रम बोल्नु भयो किताब विमोचन गर्ने कुनै अरूकै कार्यक्रम हो जे होस् त्यो सन्दर्भमा चाहिँ प्रकाश सपुतले यो वसन्त सँगसँगै सन्दर्भ होला के त्यो होइन प्रकाश सपुतले त्यसरी बोले हुनाले चाहिँ यो प्रकाश सपुतले केपी ओलीलाई बनाए अहिले जो राजनीतिप्रति मान्छेको वितृष्णा छ नि त केपी ओलीकै भयो हुनाले त त्यो यसो हुनु हुँदैन थियो तर वितृष्णा पनि एउटा कारण बन्यो होला तर मलाई लाग्छ मुख्य कारण चाहिँ यो जात व्यवस्थामा आधारित फिल्म प्रकाश सपुतले बनायो भन्ने आधारमा एउटा खालको यो जात व्यवस्थावादीहरू भनौँ न उनीहरू बिचमा चाहिँ उहाँलाई एउटा आरोप पनि लाग्ने गर्छ फिल्म बहिष्कार जस्तो पनि भित्रभित्र चले जस्तो लाग्छ मलाई चाहिँ तर यो उहाँलाई आरोप लाग्ने गरेको छ कि उहाँलाई जस्तो एउटा जातित्वको नाममा व्यापार गर्यो भन्ने खालको आरोप पनि लाग्छ व्यापार गरे जातिको नाममा व्यापार गर्न पाइँदैन थियो भन्ने उहाँले त व्यापार त गरे होइन नि उहाँले त आफ्नो कला प्रस्तुत गर्ने हो यो हाम्रो समाजमा भएको विकृति अझैको विभेदहरूलाई चाहिँ फिल्म मार्फत बाहिर ल्याएको त्यो ल्याउन पाउनुपर्छ पाइन्छ मजाले पाइन्छ उहाँको फिल्म चलेन उहाँले ल्याउनु भयो चलेन अब यो कारणले चलेन मान्छेहरूले चाहिँ त्यस्तो गरे के अर्को कोणबाट हेरे फिल्म व्यापार गऱ्यो भने अनेक के भन्ने होइन अब को राजनीतिक कर्मी चाहिँ अझ नेता चाहिँ जोड्यो भनेर भन्ने त्यो त्यस्तो विषय जोड्यो हिन्दू चाहिँ वर्ण व्यवस्थामा आधारित चिन्तन प्रणाली छ धर्ममा आस्था गर्ने मान्छे छन् होइन विश्वास गर्ने मान्छेहरू उनीहरू त अहिले पनि सहरी क्षेत्रमा बढी छन् नि कहाँ गाउँमा मात्रै हुनु सहरी क्षेत्रमा बढी छन् नि सहरी क्षेत्रमा नि छुवाछुतहरू छ किन छ त्यो थाहा पाउने बित्तिकै मान्छेले चाहिँ के हो फलाना यो जातको भन्ने बित्तिकै अनेक कोणबाट चाहिँ व्यवहार गर्ने होइन फरक व्यवहार गर्ने घटनाहरू त अहिले पनि छ नि होइन यसलाई चाहिँ जे होस् यस्तो विभेद अझै छ भनेर बाहिर ल्याउनु राम्रो विषय चाहिँ हो यो राम्रो विषय हो तर यसलाई व्यापारीकरण गर्यो अथवा अर्को कोणबाट गरेको चाहिँ व्यापारीकरण गर्यो भन्ने कोणबाट प्रतिस्पर्धाबाट यो आएको हो होइन तर त्यो राजनीति गर्ने मान्छेले यसरी जोड्यो अनेक कुरा चाहिँ यो व्यापारलाई फ्लप बनाउँदै गरे होला दर्शकबिन सम्पूर्ण मिडियामा स्वागत छ यतिखेर हामीसँग विशेष गरेर प्रकाश सपुतको चलचित्र वसन्तको बारेमा चर्चा गर्नका लागि रामकुमार लामाज्यू हुनुहुन्छ उहाँ एउटा समाजसेवी र राजनैतिक त्यहाँको रूपमा पनि उहाँलाई हामी चिन्न सक्छौँ उहाँलाई स्वागत छ तपाईँलाई नमस्कार आराम हुनुहुन्छ ठिकै छ तपाईँले भन्नुभयो वसन्त सोचे जस्तो चलेन होइन प्रकाश सपुतको वसन्त चलचित्रले सोचे जस्तो चलेन भन्ने तपाईँको भनाइलाई तपाईँ कसरी पुष्टि गर्न सक्नुहुन्छ साँच्चीकै वसन्त चलिरहेको छैन अब यो पछिल्लो कालमा म हलहरूमा त फिल्म धेरै हेर्न जान्न तर पनि यो अलिकति चर्चामा आएका फिल्महरू चाहिँ हेर्ने गरे थिएँ मैले तर यो पछिल्लो समय म अलिकति समय पनि नहुने अब व्यस्तताको कारणले
पछिल्लो समय चाहिँ मैले यस चर्चामा आएका फिल्महरू हेरेको छैन, हेर्न पाएको छैन। जस्तै योभन्दा अगाडि प्रकाश सबुतकै सारङ्गी के सारङ्गी पूर्णबहादुर सारङ्गी, त्यो पनि राम्रो चर्चामा आएको थियो, मैले हेर्न पाइनँ। र अहिले अहिलेको यो बसन्त पनि हेर्न चाहिँ हल्को गरेर हेर्न चाहिँ पाएको छैन। बाहिर चर्चा परिचर्चा अनेक खालका चर्चा परिचर्चा त्यसका बारेमा अञ्चल र कारणहरूको बारेमा चाहिँ सुनेको छु मैले। तपाईँ राजनीतिक ज्ञान पनि भन्नुभयो कि नै होइन? तपाईँ राजनीतिक गर्ने मान्छेले, राजनीतिक कर्मीले यसरी अनि बाहिर सुनेकै भरमा बोल्न पाइन्छ त? सुनेको भरमा बोल्न भन्दा पनि हामी के छौँ भने राजनीति भनेको दर्शन, विचार, सिद्धान्त, त्यसपछि समाजमा भइरहेका अनेक खालका गतिविधिहरू, समाजका विकृतिहरू, समाजका चाहिँ व्यवस्थाहरू सबै हामीले चाहिँ पढिरहेको हुन्छौँ, विश्लेषण गरिरहेको हुन्छौँ, त्यसलाई नजिकबाट हेरिरहेका हुन्छौँ क्या। त्यसो हुँदा सकिन्छ पाइने भन्ने कुरा किन पाइन्छ? त्यो एउटा नेपाली उखान छ नि तपाईँको, कागले कानलाई लग्यो भनेर कागको पछाडि दौडिनुभन्दा आफ्नो कान छामेर हेर्ने हो कि भन्ने उखान छ नि। त्यसरी तपाईँले फिल्मै हेर्नु भएको छैन रहेछ अनि फिल्मै चलेको छैन उहाँको भनेर त्यसरी प्रचार गर्न भयो त? होइन, फिल्मको सन्दर्भमा चाहिँ फिल्मको विषय, फिल्मको चाहिँ सन्दर्भ त्यसबारे थाहा पाइहाल्छ हामीले। किनभने हामी के थाहा पाउनु भएको छ तपाईँले चाहिँ यो फिल्मको बारेमा? किनभने हामी चाहिँ अब म भनौँ भने 17-18 वर्षदेखि चाहिँ राजनीतिक आन्दोलनमा, सामाजिक आन्दोलनमा लागेको मान्छे हो। सामाजिक आन्दोलन, राजनीतिक आन्दोलन भनेको के भने समाज विज्ञानको चाहिँ, सामाजिक व्यवस्थाको चाहिँ त्यसले अनेक थरी कोणबाट चाहिँ चिरफार गर्ने चाहिँ चिज हो। त्यो चाहिँ त्यसरी गर्नुपर्ने हुन्छ कि। त्यसो हुँदा थाहा पाइन्छ। केही मैले चाहिँ यो बसन्तको बारेमा सुनेको छु र चर्चामा आएको विषय हो। तपाईँले चाहिँ बसन्तलाई कसरी विश्लेषण गर्नुभएको छ? तपाईँको बुझाइमा चाहिँ बसन्त फिल्म के हो, कस्तो? बाहिर चर्चामा सुने अनुसार चाहिँ पूर्णबहादुरको सारङ्गी एउटा जात व्यवस्थामा आधारित जो हाम्रो सामाजिक व्यवस्था छ होइन, त्यसको चाहिँ विभेदको सन्दर्भमा बनेको भन्ने छ। त्यसको चाहिँ मैले क्लिप्सहरू पनि कतिपय हेरेको छु, आउँछ नि। अब यसको चाहिँ क्लिप्सहरू पनि त्यति चाहिँ हेरेको छैन। तर यो बसन्त पनि हाम्रो सामाजिक व्यवस्था, हाम्रो यो समाजमा जो जात व्यवस्था छ त्यसमा भएका विभेदमा आधारित कथा यसमा छ भन्ने छ होइन। भनेपछि यो जातीय विभेदकै कारण, त्यसमै आधारित फिल्म बनाएकै कारण नचलेको हो भन्ने तपाईँको विश्लेषण हो? यसमा चाहिँ मैले बाहिर कतिपय चर्चा मान्छेहरूले गरेका छन्, यो जात व्यवस्था विरोधी अथवा जात व्यवस्थाको पक्षधर मान्छेहरू होइन, तिनीहरूले चाहिँ चर्चा गरे अनुसार चाहिँ यो चाहिँ अब प्रकाश सपुत भन्ने भाइले बनाएर छ यो फिल्म होइन, उनी अहिले चर्चामा पनि छ होइन। प्रकाश सपुतले चाहिँ योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी फिल्म बनाए। यसरी किन बनाए? जात व्यवस्थामा आधारित फिल्म बनाउनु पाइन्छ। पहिला त उनको राम्ररी चल्यो। यसपालि चाहिँ अगाडिको त उहाँले बनाउनु भयो होइन, उहाँ खेल्नु मात्रै भयो त्यसमा, यो चाहिँ उहाँले बनाउनु भयो। यसमा पनि चाहिँ उनले चाहिँ जात व्यवस्थामै आधारित आफैले चाहिँ बनाएर यो चाहिँ यसरी बनाउनु हुँदैन थियो भन्ने खालको चाहिँ अब कलाकारिता सेक्टरको मान्छे अथवा यो फिल्म लाइनको मान्छेहरू पनि धेरैले त्यस्तो भनेको सुनेको पाइयो। तपाईँको नजरमा, तपाईँको विचारमा चाहिँ यो जातीय व्यवस्थामा आधारित फिल्म बनाउनु हुन्थ्यो कि हुँदैन? किन नहुनु? समाजमा चाहिँ यत्रो विकृति विसङ्गति चाहिँ छ। यो चाहिँ जात व्यवस्था भनेको चाहिँ हिजोको सामन्त व्यवस्थाले निर्माण गरेको विषय हो। अहिले हामी 21औं शताब्दीमा छौँ होइन। 21औं शताब्दीमा पनि हाम्रो समाजमा चाहिँ फेरि चाहिँ जात व्यवस्था अझै पनि छ, त्यसलाई निर्मूल गर्न सकेका छैन होइन। चलिदिएन नि त, दर्शकले रुचाएन। संविधानले त भनेको छ, तर त्यसलाई ऐन कानुन व्यवस्थित गरेर अझै जात व्यवस्थासँग सम्बन्धित अनेक विषयहरू अझै चाहिँ उन्मूलन हुन सकेका छैन होइन। ऐन जस्तै जातीय भेदभावका विषयलाई लिएर कुरो गर्दाखेरि जुन खालको जातीय भेदभाव छ नि त्यसलाई त ऐन कानुन, देशको कानुनले चाहिँ त्यसलाई निर्मूल पार्ने होला नि, ऐन कानुन लगाएर। तर यहाँ यसरी चलचित्र बनाएर चाहिँ जातीय व्यवस्थाको अन्त्य गर्न सकिन्छ त? चलचित्र समाचार चाहिँ फिल्म भनेको मान्छेको चेतना अभिवृद्धि भन्ने पनि हो नि त होइन। चेतनाको विकास चाहिँ हुन्छ नि त। फिल्म चलचित्र बनाउनु भनेको चेतनाको विकास गर्ने। त्यस कारण फिल्म बनाउनु हुँदैन। उनले जात व्यवस्था आधारित फिल्म बनायो
यसकारण भनेर विरोध गर्ने कुरा चाहिँ भेट्यो। तर उहाँको अहिलेको फिल्म सोचे जस्तो नहुनुमा चाहिँ के लाग्छ तपाईँलाई? फिल्म सोचे जस्तो नहुनुमा चाहिँ अब अर्को पनि अब अलिकति विषय चाहिँ त्यहाँ मान्छेले जोडेर भन्छ। आज बिहानै मात्र म त्यो चिया पसलमा चाहिँ थिएँ अनि त्यहाँ अनेक खालको विषयवस्तुहरू चर्चा हुन्छ। बिहान हामी आधा 1 घन्टा जति त्यहाँ ग्रिन टी खाने ठाउँमा चर्चा पनि हुन्छ। अनेक खालकै मान्छे आउँछन् त्यहाँ पनि चाहिँ चर्चा हुँदाखेरि चाहिँ अब यो के अरे प्रकाश सबुतको अलि बसन्त भन्ने फिल्म चाहिँ केपी ओलीको कारणले पनि चलेन भनेर चाहिँ त्यहाँ चाहिँ चर्चा गरे मान्छेहरूले हेर्नुहोस् है। किनभने केपी ओलीको गुणगान गाए प्रकाश सबुतले। त्यो फिल्म के सो गर्ने दिनमा प्रिमियर सोको दिनमा कहिले हो होइन, एकदमै गुणगान गाएको हुनाले चाहिँ केपी ओली कुनै अर्को कार्यक्रम बोल्नुभयो? हजुर कुनै अर्को कार्यक्रम बोल्नुभयो? किताब विमोचन गर्ने कुनै अरूकै कार्यक्रम हो जे होस् त्यो सन्दर्भमा चाहिँ प्रकाश सबुतले यो बसन्त सँगसँगैकै सन्दर्भ होला क्या त्यो होइन। प्रकाश सबुतले त्यसरी बोले हुनाले चाहिँ यो प्रकाश सबुतले केपी ओलीलाई बनाए। अहिले जो राजनीतिप्रति मान्छेको वितृष्णा छ नि त, केपी ओलीकै भएको हुनाले त त्यो यसो हुनु हुँदैन थियो। तर वितृष्णा पनि एउटा कारण पनि होला। तर मलाई लाग्छ मुख्य कारण चाहिँ यो जात व्यवस्थामा आधारित फिल्म प्रकाश सबुतले बनायो भन्ने आधारमा एउटा खालको यो जात व्यवस्थावादीहरू भनौँ न उनीहरू बिचमा चाहिँ एउटा उहाँलाई एउटा आरोप पनि लाग्ने गर्छ। फिल्म बहिष्कार जस्तो पनि भित्रभित्र चले जस्तो लाग्छ मलाई चाहिँ। तर यो उहाँलाई आरोप लाग्ने गरेको छ कि उहाँलाई जस्तो एउटा जातित्वको नाममा व्यापार गर्यो भन्ने खालको आरोप पनि लाग्छ। व्यापार गर्यो जातिको नाममा व्यापार गर्न पाइँदैन थियो भन्ने। उहाँले त व्यापार त गरे होइन नि, उहाँले त आफ्नो कला प्रस्तुत गर्ने हो। यो हाम्रो समाज भएको विकृति अझैको विभेदहरूलाई चाहिँ फिल्म मार्फत बाहिर ल्याएको त्यो ल्याउन पाउनुपर्छ पाइन्छ मजाले पाइन्छ। उहाँको फिल्म चलेन, उहाँले ल्याउनु भयो चलेन। अब यो कारणले चलेन। मान्छेहरूले चाहिँ त्यस्तो गरे कि अर्को कोणबाट हेरे फिल्म व्यापार गऱ्यो भने अनेक के भन्ने होइन। अब को राजनीतिक कर्मी चाहिँ अझलाई नेता चाहिँ जोड्यो भनेर भन्ने त्यो त्यस्तो विषय जोड्यो। त्यस कारणले अलिक कम चल्यो जस्तो लाग्छ। त्यही विषयहरू जोडे जस्तो लाग्छ। मुख्य चाहिँ जात व्यवस्थामा हाले जातको कुरालाई चाहिँ व्यापार बनाउनु हुँदैन। तपाईँले ठिक पहिले ल्याउनुको विषय चाहिँ कुरा चाहिँ के अरे शब्द त्यस्तो खालको चाहिँ मैले धेरै मान्छेहरूबाट कलाकर्मीहरूबाट होइन यस्तै फिल्म व्यवसायहरूबाट पनि सुनेँ कि होइन। त्यो त ईर्ष्या जहाँ पनि प्रतिस्पर्धा हुन्छ होइन। विषय बाहिर ल्याउनु नपाउनु भने हुन्न नि त। विषय त बाहिर ल्याउनु पाइन्छ, फिल्म बनाउनु पाइन्छ, हरेक विषय पाइन्छ, पाउनुपर्छ। यो त पाउनुपर्ने चाहिँ विषय हो कि। त्यसो हुँदाखेरि चाहिँ ईर्ष्या गर्नेहरू चाहिँ भएको हुनाले यो त समाजको यथार्थ घटना हो नि होइन। समाजको यथार्थ घटना त्यसलाई त फिल्ममा किन ल्याउनु गजबले पाउँछ। तर एक थरी मान्छेहरू के भनिरहेको छ भने यो यथार्थ गरिदिइरहँदा अथवा यथार्थ वर्ग चलचित्र ल्याइरहँदाखेरि चाहिँ जस्तै पुराना पुस्ताहरूमा थिए त्यो विभेदहरू धेरै थिए। गाउँमा त अझै पनि छन्, हामी त्यसले नकार्न सक्दैनौँ। तर सहरमा त्यति त्यो देखिन्न। तर सहरका साना नानी बाबुहरूले पनि यस्तो विभेदको बारेमा चाहिँ जुन खालको नकारात्मक भावनाहरू सिर्जना भए यस्ता फिल्महरूले भन्ने उहाँमाथि आरोप लाग्ने गरेको छ क्या। यो विषयमा चाहिँ तपाईँ के भन्नुहुन्छ? त्यस्तो छैन। जात व्यवस्थाको प्रभाव चाहिँ अहिले पनि प्रशस्त मात्रामा हाम्रो समाजमा छ अहिले पनि होइन। अलिअलि यो संविधानले चाहिँ विगतमा सम्बोधन गर्न खोज्यो होइन। राजनीतिक क्षेत्रमा अलिकति सहभागिता होइन, प्रशासनिक क्षेत्रमा चाहिँ अलिअलि समावेशी होइन, त्यति मात्र गरे हो। तर त्यो हिन्दू जो चाहिँ वर्ण व्यवस्थामा आधारित सामाजिक व्यवस्था छ त्यसले निर्माण गरेको जो हिजोको हाम्रो मानसिकता छ त्यसले एकदम तलसम्म जरा गएको छ। अहिले अझै पनि त्यो त पुरै उन्मूलन हुन त सकेको छैन नि। छ नि गाउँमा छ, गाउँमा मात्रै होइन। जो चाहिँ हिन्दू चाहिँ वर्ण व्यवस्थामा आधारित चिन्तन प्रणाली छ, धर्ममा आस्था गर्ने मान्छे छन् होइन, विश्वास गर्ने मान्छेहरू उनीहरू त अहिले पनि सहरी क्षेत्रमा बढी छन् नि। कहाँ गाउँमा मात्रै हुनु, सहरी क्षेत्रमा बढी छन् नि। सहरी क्षेत्रमा नि छुवाछुतहरू छ किन छ हुनु। त्यो थाहा पाउने बित्तिकै मान्छेले चाहिँ के हो फलाना यो जातको भन्ने बित्तिकै अनेक कोणबाट चाहिँ व्यवहारहरू गर्ने होइन, फरक व्यवहार गर्ने घटनाहरू त अहिले पनि छ नि होइन। यसलाई चाहिँ जे होस् यस्तो विभेद अझै छ भनेर बाहिर ल्याउनु राम्रो विषय चाहिँ हो। यो राम्रो विषय हो। तर यसलाई व्यापारीकरण गर्यो अथवा अर्को कोणबाट गरेको चाहिँ व्यापारीकरण गर्यो भन्ने कोणबाट प्रतिस्पर्धाबाट यो आएको हो होइन। तर चाहिँ राजनीति गर्ने मान्छेले यसरी जोड्यो अनेक कुरा चाहिँ यो व्यापारलाई फ्लप बनाउँदै गरे होला। भनेपछि तपाईँका अनुसार
प्रधानमन्त्री अहिलेको वर्तमान सामान्य प्रधानमन्त्रीको उहाँको प्रशंसा गरेकै कारण प्रकाश सपुतको बसन्त फिल्म चलेन होइन? एउटा कारण त्यो मुख्य कारण त जात व्यवस्थामा आधारित भएर जातको कथा ल्याएर व्यापार गर्यो भनेर आरोप लाग्यो। त्यसै तपाईँ पनि कुनै गाउँसँग सम्बन्धित हुन्छ, तपाईँ राजनैतिक कर्मी भन्नुहुन्छ आफूलाई, तपाईँको गाउँमा चाहिँ यो विभेद छ कि छैन? धेर थोर त हाम्रो हुने नै हुन्छ होला होइन, तर हाम्रो चाहिँ के छ भन्दा करिब 33-34 सालबाट हामी कम्युनिस्ट आन्दोलनको गाउँमा तपाईँले अहिले पछिल्लो कालको सुन्नुभयो भने अब माओवादी जनयुद्ध कालको कुरा गर्नु भने बेथान मोर्चा भन्ने चाहिँ चर्चामै छ। त्यो सुरुमा जनयुद्धको सुरुमा 53 सालको हो, त्यो चिन्ने हो। हाम्रो चाहिँ कम्युनिस्ट प्रभाव भएको गाउँ हो। हाम्रोमा चाहिँ यो भए पनि एकदम न्यून छ। अघि भने जस्तो चिन्तन प्रणालीबाट होइन हिन्दू वर्णाश्रम व्यवस्थामा आधारित मान्छेहरू, त्यो धर्ममा विश्वास गर्ने, अन्धविश्वासमा विश्वास गर्ने मान्छेहरू अलिअलि त भइहाल्छ, तर पहिला जस्तो त्यस्तो छैन। तपाईँको गाउँमा जस्तै कुनै पनि दलितले तपाईँको गाउँमा भनौँ न तपाईँको घरमा आएर खाइसकेपछि भाँडा माझ्ने जुन प्रचलन थियो पहिला, अहिले त्यो प्रचलन तपाईँको गाउँमा चाहिँ छ कि छैन? हाम्रो गाउँमा छैन। अब हटिसक्यो। मैले अघि भनेर किटान गरेँ त भनेन, अलिक थोरै चाहिँ जस्तो चाहिँ ब्राह्मणहरू पनि छन् नि हाम्रो गाउँमा होइन, ब्राह्मणहरू पनि छन् हाम्रो गाउँमा। अब ब्राह्मणहरू चाहिँ हिन्दू धर्मको चाहिँ रक्षक नै हो होइन। उनीहरूमा त अन्धविश्वास, हिन्दूवाद भनेकै अन्धविश्वासवाद त हो होइन। धर्म भनेको अन्धविश्वास, थोरै अरू धर्ममा पनि अन्धविश्वास नहुने कुरा भएन, तर अरू धर्ममा चाहिँ विभेद कम छ, हिन्दू धर्ममा बढी छ क्या। यति कुरा बुझ्नुहोस्, यो वर्णाश्रम व्यवस्था भनेको, जात व्यवस्था भनेको चाहिँ हिन्दू धर्ममा मात्रै छ क्या, अरू धर्ममा छैन क्या। अरूको आस्थामाथि त्यसरी पनि नभनौँ न, भोलि तपाईँमाथि लान्छन लाग्न सक्छ। यो त यथार्थ कुरा हो नि त। फेरि कहाँ लान्छन लाग्यो त के भयो त? अरूको आस्था हुन्छ होइन, हरेक मान्छेको ठिक छ, धर्मप्रति आस्था हुँदो रहन्छ हो, तर मैले त्यो फरक मात्रै भने हो कि होइन। तर त्यहाँ त्यसलाई हटाउँदै परिमार्जन गर्दै लानुपर्छ। अरू धर्मावलम्बी, अरू धर्महरूमा धर्म मान्नेमा चाहिँ वर्ण व्यवस्था पनि छैन, जात व्यवस्था छैन। हिन्दू धर्ममा बढी छ, अन्धविश्वास बढी छ भनेर त्यस कारण चाहिँ दलित तल्लो जात र माथिल्लो जातको जात व्यवस्था त हिन्दू धर्मले ल्यायो कि होइन। अन्धविश्वास त अरू धर्म पनि छन्, तर हिन्दू धर्ममा चाहिँ जात व्यवस्था पनि थप प्लस हो क्या त्यो चाहिँ, बुझ्नु। त्यस कारण अलिअलि त्यसको प्रभाव त गाउँ घरहरूमा धेर र थोर त हो, तर हाम्रोमा चाहिँ निकै कम छ। कम्युनिस्ट प्रभाव बढी पर्यो। अब कतिपय ब्राह्मणहरू त पञ्चायतकालमा हाम्रोतिर के थियो भन्दाखेरि, अलिकति मैले भन्छु होइन, हाम्रोतिर पञ्चायतकालको अन्ततिर 40-42 सालतिर बाहुनहरूले राँगा काटेर चाहिँ बाँडेर खान्थे त्यति बेला। 54 सालतिर होइन, 42-43 सालतिर पञ्चायत हुँदैखेरि पछि कुरा हो क्या। भौतिकवादी कम्युनिस्टहरूको प्रभाव के, भौतिकवादीहरूको प्रभाव, कम्युनिस्ट मात्र भौतिकवाद, पुँजीवादीहरू पनि भौतिकवादी पनि हुन्छन् होइन। प्रभाव त्यो चाहिँ बढेको थियो त्यति बेलै होइन। सबै चाहिँ अन्धविश्वासमा छन् भन्ने छैन। अब जस्तो ब्राह्मणहरू मैले कुरा गरेँ भने, ब्राह्मण भन्ने बित्तिकै सबै अन्धविश्वासी त छैन। जो अन्धविश्वासी छन्, भौतिकवादी होइन आर्यवादी छन्, त्यहाँ चाहिँ विभेद छ अहिले पनि। भौतिकवादी ब्राह्मण बिचमा चाहिँ विभेद छैन होइन। जो आध्यात्मिक छ, अन्धविश्वास धर्ममा विश्वास गर्छ, त्यहाँ त विभेद अहिले पनि छ। ओके, कार्यक्रमको अन्त्यतिर छौँ। जहाँ जाँदै प्रकाश सपुतलाई तपाईँको के मेसेज छ? उनले आफ्नो प्रतिभाको प्रयोग चाहिँ जुनसुकै क्षेत्रमा प्रयोग गर्न पाउनुपर्छ होइन। प्रतिभा चाहिँ अझै विकास गर्नुपर्छ होइन। हरेक क्षेत्रको प्रतिभाको प्रकाश सपुतले ल्याउनुपर्छ होइन। प्रतिभाको हामीले कदर गर्नुपर्छ। हस्, यो समय र समाजको लागि धेरै धन्यवाद। हस्, धन्यवाद।